अब फोटो खिच्ने हैन अहिले एकछिनमा खिच्ने सर मैले चाहिँ उहाँलाई हामी राम्रो लुगा लाएर फोटो खिच्ने भनेर यहाँ लिइरहेको हो क्या अनि त्यही भएर फोटो खिच्ने भन्दै हुनुहुन्छ ए ल फोटो खिच्ने खिचौँ विवाह गरेको कति भयो तपाईँको 1 वर्ष भयो 1 वर्ष भयो हजुर अझै पनि बेहुलीकै ड्रेसमा हिँड्नुहुन्छ है अरू त राम्रो लुगै छैन अनि त्यही भएर ओ वहाँ अनि टिभीमा हेरेको थिएन चिप्लुने अङ्कल त्यो भन्नु हुँदैन उहाँ चाहिँ रजत भट्ट अङ्कल हाम्रो इन्टरभ्यू लिनुहुन्छ फेरि नमस्ते अहिले तपाईँ 15 वर्ष कि हजुर 14 वर्षमा तपाईँको विवाह भएको हजुर तपाईँको इच्छा अनुसारै विवाह भएको हो होइन नि सर मलाई त थाहा नै थिएन मेरो बिहे हुन लागेको भनेर पनि मैले त बिहे भएपछि मात्रै उहाँलाई देखेको अनि केटा नहेरिकन विवाह गर्नुभएको तपाईँले हजुर सर मैले हेरेको तिमीलाई कहाँ हेर्नुभएको तपाईँले सिन्दुर हाल्दाखेरि थोरै साइडबाट त्योभन्दा पहिला देख्नु भएको थिएन भनेपछि तपाईँले उहाँको अनुवाद त्यही विवाहमा देख्नुभएको हजुर विवाहमा चाहिँ मैले हेरिनँ उहाँको अनुहार पछि घर गएपछि मात्रै देखेको ए उहाँको शारीरिक अवस्था यस्तो छ भन्ने कुरा चाहिँ कतिखेर थाहा पाउनुभयो हामी चाहिँ बिहे भएपछि उहाँको घर गयौँ अनि त्यसपछि खानासाना खायौँ अनि सुत्ने बेलामा उहाँ त मसँग बोल्नु नै भएन यस्तै पाङ्रा अनि बोलेको अनि पाङ्रा अनि पुतलीहरूसँग खेल्दै हुनुहुन्थ्यो उहाँ अनि त्यति बेलामा चाहिँ अनि बोल्नु पनि भयो उहाँ अनि पछि थाहा भएको मलाई यो 1 वर्षको बिचमा के कस्ता अप्ठ्यारोहरू आए बितेको 1 वर्ष सुरुमा त एकदमै धेरै गाह्रो भयो मलाई अब जस्तो के घरको पनि धेरै काम गर्नुपर्ने बिहान चाँडै उठ्नुपर्ने दैलो पोत्नुपर्ने पानी लिन जानुपर्ने फेरि घाँस पनि काट्न जानुपर्ने मैले सबै काम गर्नुपर्ने अनि एकदमै धेरै गाह्रो भयो त्यसमा चाहिँ सुरुमा त मैले उहाँसँग कुरा गर्थेँ अनि उहाँले पनि बुझ्नु हुँदैन थियो उहाँको कुरा पनि मैले बुझ्दिनँ थियो अनि म कति धेरै रुन्थेँ अनि त्यही नै हो अनि बिस्तारै बानी पर्यो उहाँले कहिले थाहा पाउनुभयो कि तपाईँ चाहिँ उहाँको श्रीमती हो भन्ने कुरा चाहिँ उहाँलाई त थाहा छैन होला उहाँ त साथी भन्नुहुन्छ थाहा छ हजुरलाई म हजुरको श्रीमती हो भनेर बुढी हो बाले भनेको अनि त्यसपछि होइन म एक त मेरो उमेर पुगेको छैन त्यसमा चाहिँ पढाइको कुरा थियो तपाईँको होइन अब त्यसमाथि श्रीमान अब शारीरिक रूपमा अशक्त म फेरि छोडेर म माइती जान्छु भनेर त्यस्तो केही लाग्यो त्यस्तो त मलाई लागेन किनभने अब म उहाँलाई चिन्दै गएपछि उहाँले मलाई एकदमै धेरै माया गर्न थाल्नुभयो सायद नर्मल मान्छे भएको भए मैले त्यति धेरै माया पाउँदिनँ थियो होला उहाँले मेरो हरेक कुरामा सहयोग गरिदिनुहुन्थ्यो बाख्रा हेर्न जाने